घर ठूलो भए समाजले चिन्छ, यदि तपाईको मन ठूलो भयो भने यो संसारले चिन्छ। यो संसारमा थाहा नहुने दुईटा कुरा छ, एउटा हो सास र अर्को हो साथ। सास कति बेला रोकिन्छ थाहा हुँदैन र साथ कति बेला छुट्टिन्छ त्यो पनि थाहा हुँदैन। केही मर्मस्पर्शी भनाइहरू तपाईँ माझ बाँड्दैछु म। सम्पत्ति हुँदा शत्रु बढ्छन्, सम्पत्ति नहुँदा आफन्त घट्छन्। धन देखे नाता जोड्छन् र गरिब देखे नाता तोड्छन्। यही नै समाजको वास्तविकता हो। उज्यालो खोज्दै बत्तीमा आएको पुतली खरानी भएको देख्छु अनि लाग्छ जिन्दगी पनि यस्तै हो, खुसी खोज्दा खोज्दै खरानी हुनुपर्ने। पानीको थोपा सानै किन नहोस्, लगातार बर्सिरह्यो भने त्यो बाढी बन्न सक्छ। त्यस्तै जीवनमा पनि सानो सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्छ। यो सानो काम गरेर के हुन्छ र यो सानो चीजबाट के परिवर्तन हुन्छ र भनेर जीवनमा कहिले पनि नभन्नुहोस्। लगातार प्रयास गरिराख्नुहोस्, लगातार मेहनत गरिराख्नुहोस्, एक दिन तपाईँ अवश्य पनि सफल हुनुहुन्छ। रुन बन्द गरिदिनुहोस्, आफ्नो परिस्थितिसँग लड्नलाई आजैबाट सिक्नुहोस्।